हेलो नमस्ते सबै साथीहरूलाई। म चाहिँ आज गाउँमा आएको कि यो शेखर छोराको घर खाना खान आएको। यो चाहिँ मेरो शेखर छोराको घर हो होइन। ल यहाँ त कस्तो राम्रो फुलहरू फुलेको रहेछ। ल म धेरै पछि पो आएँ त। ल्या त्यसले त खतरासँग स्वागत गर्यो त नानी। कुलुङ 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 गरेर हेर्नु त फुल चाहिँ कस्तो राम्रो फुलेको रहेछ है। हाई लाटा छोरा। ल यस्तो रहेछ घर चाहिँ। फुलहरू चाहिँ फुलेको रहेछ थोरै थोरै। यहाँ मेरो छोराले रेडी भएर बसिरहेछ। खाना पाके बेटु। ल छोराको किचनमा आइयो बुहारी यता खाना बनाउँदै। के बनायो भनेर हेर्नु परेन र। म खाना खाना आएपछि ए ल है खाना चाहिँ पाकिसकेको रहेछ। साग रहेछ, चटनी रहेछ, मासु के को मासु मासु ओहो लोकल कुखुराको मासु रहेछ है। मासु त मिठो मिठो देखेको छ। भनेपछि दाल अनि रह्यो भात। अब चाहिँ हामी खाने। ल अब चाहिँ हामीले खाना सुरु गरेको। अब पिरो छैन भने हरियो खुर्सानी लिएर राखिदेऊ। त्यसले त बेसी पिरो पो खान्छ त। दाल खान्न अरे। खाऊ न खाऊ दाल। दाल मन पर्दैन। यो दाल हैन दाल खान्न दे। के खान्न दाल खान्न। बाबुले पुऱ्याइदिन्छ दाजु। ल मैले चाहिँ खाना खान लागेको होइन। यसमा टक्क छोराको लोकल कुखुराको मासु अनि त्यसपछि यहाँ रह्यो दाल, कालो दाल घिउले झानेको। अनि यो रह्यो सलादमा काँक्रा, हरियो तरकारी, साग, यो रह्यो भात। अब मैले खाँदैछु। चटनी भन्नु भएन त। चटनी खै मैले त चटनी देखिरहेको छैन त। यहाँ चटनी छैन है तिम्रो बाजे। ए छ चटनी पनि रहेछ। मैले त आँखा पनि नदेखिरहेको रहेछ। ल खाएँ है साथीहरू। ओ तिमीहरूले कागती त काटिनछौ त बा। गर्दै गर्दै खायो त केटाकेटी। हामीले के गर्नु गाउँमा खानु पछि गर्नु। खाए ल। ओमै यहाँ काकेटी खाइदिन्छ। नानीलाई जिस्काएको पिरै रहेछ मासु। खुच्चेले पो खान सक्ने हो किन यार। पिरो किन बनायो त। अनि त बाबुलाई खतरनाक छ। त्यसलाई मिठो लाग्ने चिज त सब खाइदिन्छ। पिरो पनि हो किन केटाकेटी त्यस्तो। आफूलाई मनपर्ने चिज पनि पिरो भन्दैन। घट घट बरु 1-2 गिलास पानी खाला। लोकल कुखुराको मासुसँग लोकल कुखुराको मासुसँग हजुरले अरू बेलामा पनि यतिकै खानुहुन्छ पिरो। हामीहरू यति त खान्छौँ। यतिको पिरो ठिकै हुन्छ नि। मासु जस्तो चिजहरू यतिको भएन भने मजा आउँदैन क्या। अरू सब्जी एकदम सादा खान्छौँ। मासु चाहिँ अलिकति टाठो। मासु त हल्का पिरो हुनैपर्छ क्या। पिरो नत्र केही स्वाद हुन्न खाँदाखेरि। के खाएको जस्तो हुन्छ कि नै। त्यही सोचेर पनि पिरो बुबाउ हामी पनि पिरो खान्छ। म पिरो खान्छु। हाम्रो नानीले बेसी पिरो खान्छ। चट्नी छ थप्नुमा। डल्ले खुर्सानी खानु। कस्तो खान्छ नि त पिरो। यसले खाने पिरो त म खानु सक्दैन। त्यस्तो नि चाइनिज गिटी देखाउँछ नि अन्त अनुहार चाहिँ हजुर जस्तै छ। पुरा कति धेरै खान्छ त्यसले। अब कसरी पद्दो आयो त्यसले मर्छ तिनीहरू छिट्टै। के गरे के गर्छ क्या अरे खाना ओभर भएर नि मरे खाने एउटा एउटा खाली प्लेट ल्याउँदैन भुटीसटी राख्ला। भएन आफै हाल्दैन आफूलाई त आफू जति खाइन्छ त्यति नि पर्खिँदैनौ बाबुले नगएको पिलेर के भयो त आफूलाई चाहिन्छ जति हाल्नुहुन्छ। बाबु खान सक्दैन होला पिरो। पिरो खान्छ कि नै अब बाबु त्यही अनुसार भर पर्छ। धोएर खाइदिन्छ त्यो कङ्कता। आफूलाई मन पर्ने धारामा ल्याउ। दिदीलाई खाना त हिँड्दा हुने बनाएको। दिदीलाई खाना हिँड्दा बनाएको त। साग अनि चटनी दाल। ए तर मासु नखानु भएको अरू सबै खानु भएको होइन बाबुले।
खाना कैसा है? बहुत बढिया म यस्तै मसला भएको यस्तै मसला खान्छु म त त्यही त देशीसँग बिहा गर्नुपर्ने मिस्टेक भयो हाम्रो घर फेरि यति साह्रो त्यसको ससुरा आमा फिटनेस अब ऊ हुनुहुन्छ अनि यस्तो बडी बिल्डर हो त सम्झी त एउटा एउटा पिरो नचिल्लो भात यति है 2 चम्चा एकदमै अनि त्यही भएर यसो गरेर न त पिरो नहेले आलु खानु पाउँछ अलग्गै खायो भने खायो छुट्टै बनाउनु पर्छ पहिले सुरुमा बिहा गरेर जाँदा त दुब्लाएर आएको थिएँ पछि त पानी परेर भित्र जाँदा बाहिर जस्तो हुने सादा त्यस्तो यहाँ जस्तो मसला आन्टीले हाल्नु पर्छ खाना है मिठो देख्छ मलाई यस्तो मसला यस्तो पिरो त खाँदै खानु चिल्लो खाँदै खानुहुन्न मासु त आफूलाई त्यो बोनलेस मासु बोइल गरेर अनि हल्का तेलमा पनि होइन घिउमा पनि हल्का पर्पर भुटेको मात्रै नुन मात्रै अलि हाल्न केही पनि हाल्दैन अब बडी बिल्डर मान्छे अनि आफू यस्तो खान्छु म खुर्सानी खान्छु मलाई बुहारी तिमीले किन भात खान्ने हो भन्ने बिगाएर खाने मिठो नलाग्ने त्यसरी खानी रहेछ नि त भात त उहाँ त खान्ने नि त भनिदिनु भयो मलाई यति आउँछ लागेन र त्यति बेला सब त्यस्तो खान्छ नि चिरोमा दुवै पनि त्यस्तै अर्कोले बानी परिसक्यो मैले बानी पारिदिन्छु एउटा पिरो खानुहुन्थेन जहिले त एउटा पिरो खानै नसक्ने बिचरा अब त हामीले बनाएको पिरो पनि थोरै हुन्छ टोकिदिनुहुन्छ त्यस्तो त्यो चाहिँ मान्छेलाई जस्तो गऱ्यो त्यस्तै बानी लाग्ने नि त होइन मैले त्यो खाना अझै खान सक्दैन तीको बानी नै मलाई कहिले बानी हुन्न होला त्यो त आफूलाई छुट्टै बनाउँछु कसरी खान जाने आधी पेट खाएर बस्ने कुरा भएन सधैँ चाहिँ बस्नु होइन त्यही त आधी पेट बस्ने त्यही भएर सुरुको वर्षमा पुरै दुब्लाई हालेको थिएँ आधी घडी हालेको थिएँ सुरुमा बिहा गरेर जाँदाखेरि 1 महिना बस्दाखेरि थियो सुरुमा त अप्ठ्यारो लाग्छ है आफूलाई पनि हुन्छ अनि पछि गयो चट्नी पुरै खान्छ बिजोग हुँदो रहेछ मिठो भयो खाना अझै पनि त्यस्तो खानु त म त खानु जस्तो चटनी साग के भन्छ मासु मलाई त मासुहरूमा प्रायः जस्तो साग नै मिठो लाग्छ है तिमीले मासुमा मरिच राखेको थियौ त्यही भएर मरिचको पिरो खतरा हुन्छ क्या किन मिठो त म त हाल्छु मिठो त हुन्छ मैले नि राख्छु मरिच एउटा मरिच टिमुर राख्छु मैले मासुमा म त हाल्दैन टिमुर त राखेन मैले तर डेन्जर पिरो हुन्छ के मरिचहरू राख्यो भने त्यति पिरो त सक्दैन खुच्चेर नानी पिरो खाने पिरो भनेपछि अरे मरिच पनि हाले नि लान पनि धेरै हाले नि अहिले त दिन नै भाउजू भयो मलाई हजुरले नै भयो मलाई म कति खाने हो त खाना खा तर जिउ अनुसार त थोरै होइन र नै त्यो तेरो जिउ अनुसार थोरै होइन र भन न अहिले खान्छु मलाई धेरै मम्मी खाउनु केमा हाल्दै आन्टीलाई थोरै दिउँ है म भात पुग्छ भाइ लिनु के थपेर खानुपर्छ यहाँ त त्यस्तो छ नियम हो थोरै नानीले पनि भाउजूको हातबाट थप्छ नि हेर्छ भाउजूको हातबाट थपेकै छ त्यस्तो घरिघरि काट्नु नै भयो भाउजूको हातको खाना त खाएकै थिएन तिमीले बिगार्छौ मेरो सम्पत्ति अलि काट्नुपर्छ के त्यो काटिन्छ